0 फिगर रोजले फर्स्ट टाइम डेटिङ स्पट पो हेरेको धेरै भएपछि लामो पनि सन्चै छु होइन आज काठमाडौँबाट ब्लग भइरहेको छ हाम्रो तपाईँहरू कस्तो देखिरहने आज काठमाडौँको सब घुम्नुपर्छ अब बेलुका आज दिउँसोको कति बजी भने ट्याक्कै 4 बजी गाइड छ होइन हाम्रो चाहिँ विनय भान्जाले हामीले कहाँ घुमाउनु लान्छ होइन ऊ कति घुम्ने कि हामीले घुमाउनु पर्ने हो कि केही थाहा छैन अहिले चाहिँ काठमाडौँतिर सब आँप पाकिसक्यो होइन गाइड आँप केरा के गर्नु अब खानुपर्छ अब 100 गरेर होइन त्यति बस भनिदियो आज के अरे नेपालको धन हरिवन नेपालको धन भन्ने विरुद्धमा समथिङ थियो है गाइस त्यसको समथिङ हो भनिदियो सिर्फ भन्नु आज के हो मेन यस्तो कार यस्तो त्यो सब देख्नु के भन्छ अरे यो ठाउँ बानेटार हामी चाहिँ अहिले बानेटारमा बसिरहेको छ बानेटारबाट हामी घुमिरहेको होइन गाइस रोजमा मैले कतिचोटि आउनु भएको यहाँको 0 फिगर रोजमा कतिचोटि आउनु म अहिलेसम्म काठमाडौँ त 10-12 चोटि आइसक्यो होला काठमाडौँ यता चाहिँ आएन यहाँ त्यो सातो बाटोहरूतिर त्यहाँ नि गेम खेल्न आएको थिएँ एकचोटि त्यहाँ आएको अनि एकचोटि यहाँ त्यो रिजल्ट बिग्रेर आएको एकचोटि घुम्न आएको एकचोटि थाहा छैन है त गाइस तपाईँलाई थाहा त्यतिखेर पनि भ्लग जाने इच्छा गरेको थिएन नि त तपाईँहरू त्यही भएर नथाहा पाउनु भएको हल्का घुम्ने ठाउँ पनि बताइदिनु पऱ्यो कि हाम्रो कति चल्ला तपाईँ अङ्कल हो हाम्रो होइन हो कि होइन भनिदिनु त हरिदाई त ठेगो साइनोले अङ्कल हो कि होइन हरिदाई भनिदिनु तपाईँले फेरि भतिज मेरो ठेको होइन अनि म अङ्कल हानिदिन्छु भतिज भन्यो होला अङ्कल भाइ भनेर दाइ के भने चल्छ हाम्रो के छैन हिँड्दै जाउँ लेट्स वाक गाइड्स हिँड्दै जानुपर्छ पिचिक्क भन्दै पाउँदैन पोल्युसन धेरै भइरहेको गाइस अहिले एकछिन पछि भेट होला दाइको पसलमा पनि गएर आइसक्यो तर दाइ हेरेको त्यही केही छैन यसो भेटघाट भने छैन केही छैन त्यता भोलिपर्सि भेटौँला है हजुर होइन घर के हो यस्तो टाइपमा काठमाडौँ आएपछि त ठुल्ठुलो प्लेन हेर्नुपर्छ होइन अहिले यो अझै माथि टेकअप भइरहेको होइन उडिरहेको माथि अहिले उहीँ अघि यहीँ नजिकबाट गएको थियो म झिक्दा माथि पुगेको गाइस कुन ठाउँमा आयो होइन बालेनको सिटी हो यहीँ तपाईँहरूलाई देखाउनु सक्दैन सिसिटिभी अहिले हाम्रो नि विदेश जस्तो भएको हो त्यही भएर मैले देखाएको होइन अब सब यो माथिको तारहरू नि यो व्यवस्थित पाराले यो पाइपमा हाल्छ होइन अब यस्तो भयो भने यस्तो झारझुर कुन पायो तार कुनको भनेर नचिन्ने भएको होइन गाइस अहिले भएपछि यति भयो त लो सजिलो भयो नि त होइन गाइस यति भन्दा लास्टै भयो नि त यहाँ न त आमा के हो यो तारै तार तारले सक्छ घर अब पाइपमा गऱ्यो डक्टर अब केही चुरी डर हुँदैन हतपत त्यही भएर यो काम चाहिँ मलाई ठिक लाग्यो होइन गाइस ल अब अझै अगाडि बढ्दैछु होइन कहाँ पुग्छ देखा যায় काम गर्नु पर्ला यहाँ हेर्नुहोला चिया सेन्टर रे बहुत रमाइलो भइरहेको छ लड्ला जस्तो हुन्थ्यो है गाइस लड्ला जस्तो हुन्थ्यो होइन गाइस हामीलाई चाहिँ यता नि हामी डेपमा चल्यो फर्स्ट टाइम कसरी चल्थ्यो फर्स्टचोटि त कस्तो कस्तो भइरहेको थियो होइन गाइस लान्छ कि जस्तो भएको थिएन ओ फाइनली फर्स्टचोटि चल्दा कस्तो हुने हेर्नु ल यहाँको लिफ्टमा गाइस फेरि लिफ्टमा गाइस त्यो माथिबाट हाल्नु नदिउँ होला टक्कै यहाँ जानुपर्छ
पहिला त अर्कोमा टेक्ला कि भनेर डर हुने थियो कि है केही छैन यस्तो लिफ्टमा चढ्नु पायो आनन्द हुन्थ्यो जहाँ पनि यस्तो लिफ्ट राख्दै हुन्थ्यो होला यहाँ हेर्नु होला कस्तो भयो नि टक्क टेक्ने हिँड्ने आनन्द पुऱ्याइदिनु थिएन गाइस फेरि माथि जाने हो कि कहाँ जाने हो अब हामी त्यही थाहा छैन लिफ्ट चढ्न चाहिँ पाइरहेको छैन अरू भएर त्यही कतिमा झन् सरर हुन्छ होला कसरी चल्दा त कस्तो भइरहेको ल हामी चाहिँ यहाँ के हो यो के हो चाहिँ मलाई थाहा छैन होइन यो हामी आइडिया हो के होइन घुम्न त आउने बाल्दै भनौँ भिडियो गर्नु पाउँछ पाउँदैन थाहा छैन त्यही नै गरिदिने हो A few moments later. तपाईँहरूलाई यस्तरी लड्दैन रहेछ त अनुहार देखा नि के लड्दैन है कस्तो हेर्दा कस्तो हुने थियो सर म चाहिँ फर्स्ट टाइम बल्ल चाहिँ घुमे जस्तो भएन गाइसी तपाईँहरूलाई के चाहियो दामी यहाँ त कपडा वा सब पाउँछ जति जे चाहिने वाल छ्याल गाइस अहिले शीतल भयो कुन चाहिँ रक्सी खाएर छाँदै क्या हो कस्तो गनाइरहेको रक्सी ओ यहाँ कोरियनहरू यहाँ विदेशी म्यानहरू चढ्नै पाउँछ होइन गाइस हामी बाटोमा आइपुग्यो मूर्ति बाटोमा यहाँको नक्साहरू हेर्न खतरा बुद्धको होइन बुद्धमा हामी चाहिँ अहिले खाजा खाँदै हो होइन अनि रोजेको भए पनि जम्मा 9वटा मोमो छ किनकि रोजेले यहाँ भिनाइ हेर्न भिनाइ म चाहिँ चाउमिन खान लागेँ गाइस खाजा खाएर भ्यायो होइन सबै सकायो नि ओइ छोडा त छैन नि केटा यहाँको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ ओ परेवाले ओहो दामी बुद्ध हाम्रो बुद्धजी सबै केटाकेटी मात्रै देख्छु कपालहरू के गर्नु आउनु पाएँ त नभएर गाह्रो छ हाम्रो काम गर्दा घुम्नु सक्यो होइन अब यहाँबाट नि यस्तो हेर्दै जानुपर्ने अब हामी यहाँबाट निस्किनुपर्छ धेरै हेर्नु हुँदैन यो डेटिङ स्पट पो घुम्ने स्पट कम डेटिङ स्पट यहाँ परेवाहरू चाहिँ टन्ने फोटो त मरत छ त सेम गाइस भयो देखेन क्या हो ल चौरी गाई देख्ने बित्तिकै अब मलाई खतरा लाग्छ दामी छ त्यो दामी छ पर्खिँदै हो होइन लुगा किन्नुपर्छ अब लुगा किन्नुपर्छ अब बर्षाले हेरेर ए ब्यागमा झुन्डाउने दालमा कुछ काला होइन गाइस टेडी किन्नु आएन भन्दाले ओहो लुगा किन्ने कार्यक्रम भइरहेको छ ल अब हामी चाहिँ यस्तो कटनवाला किन्नु लागेको होइन यस्तो खालेमा दाइको साथीलाई एकबार हेर्नु भइसक्यो हाम्रो अङ्कलले धेरै भएपछि कन्फ्युज हुन्छ कहाँ राख्यो हुनु है
सम्म त टन्ने ह ट्रेन होइन अब फर्किनु पर्ने हुन्छ होइन ल एउटा चाहिँ किन्यो होइन कहाँ उतासम्म जाने हो अझै हेटौँडामै छ अरे यो यहाँको भ्यू हेर्नु न कहाँ अझै यही यस्तो भ्यू छ है यस्तो भ्यू छ त्यही पनि अब यसलाई काठमाडौँ आएको जस्तो लागेन अरे गाइस के गर्नु अब यसलाई कस्तो ठाउँमा लानु पर्यो अब काठमाडौँ आएको जस्तो भन्नु के हो र त्यो कुकुर एटिएम हो यो रोड हो रोडमा चाहिँ हामी हिँडिरहेको छौँ हामीले सोचेको जस्तो सामान पाएको छैन बिस्तारै मामाहरू नि यहाँ नि ओ खतरा है या अरे लाखे नाच हेर्दा लाउँछ नि गाई हेलो म्यान हेलो हेलो रेस्पोन्ड दिनु रिग्रेट भयो मलाई सुधिर मलाई त रिग्रेट हान्ने त केटा हो के गर्ने हो हेलो भन्दै बुझ्दैन पैसा तेरो भनिदिनु पर्दा है पर्छ के गर्नु अब तिमीहरू होइन भनेर थाहा छैन नि त बिस्तारै हामी हिँडिरहेको छ होइन गाइस ल तपाईँहरूलाई सब देखाउनु होइन हल्का हल्का चाहिँ बल्ल यसलाई काठमाडौँ आएको जस्तो फेरि भयो ओ मेस्सी फ्यानहरूले लाइक गरिदिनु है यो बादमा मेस्सी फ्यानहरूले लाइक रोनाल्डो फ्यान चाहिँ के गर्नु सब्सक्राइब नेमार फ्यान सेयर सबै गरे ल सबै ल गरे ल कसको फ्यान हामी पनि भोटिङ लिएको फ्यान हो भने सबै ल अनि कमेन्टमा म यो फ्यान भनेर हामीले पनि झन् अप्ठ्यारो घरतिर लाग्दै होइन कमेन्ट हान्दै गरेर होइन गाइस आजको भ्लगमा कस्तो भयो होइन अब नेक्स्ट भ्लगमा भेटौँला होइन ल आजको लागि यति ल ल थ्याङ्क यू सो मच तपाईँहरूले लास्टसम्म हेर्नु भयो भने म मेरो हृदयदेखि धन्यवाद ल आजको लागि यति ल गाइस